हजुर नमस्कार, मेरो नाम चिन्तबहादुर सुनार हो। अहिले म यहाँ के भन्छन् अरे काठमाडौँमा छु, किनकि म एउटा किडनी पेसेन्ट हुँ। म धेरै दिनदेखि दुबईमा कार्यरत थिएँ, 14-15 सालदेखि दुबईमा काम गरेँ। मलाई प्रेसर थियो, प्रेसरको कारणले गर्दाखेरि मलाई एकपल्ट हार्ट अट्याक पनि भएको हो। हार्ट अट्याक पनि भयो, मैले वहाँ पनि धेरै ठाउँ इलाज गराइराखेँ इन्डियामा, अनि यहाँ हस्पिटलहरूमा धेरै ठाउँ इलाज पनि भइराख्यो मेरो। अनि मलाई त्यसले गर्दा औषधि पनि खाइरहेँ, इलाज पनि गरिरहेँ, मलाई खासै त्यसले फरक परेन। अहिले म यो के भन्छन् यहाँ त्यसको नाम यो सुदिक ग्राम काठमाडौँ यो सानेपामा आइदिएको छु। यहाँ धेरै राम्रो छ। म 1 हप्ताको ट्रिटमेन्ट गराइसकेँ, थेरापी राम्रो भयो। मेरो स्टार्टिङमा पहिले चेक गर्दाखेरि 6.9 मेरो क्रिएटिन लेभल थियो। 1 हप्ताको ट्रिटमेन्ट पछि अहिले चाहिँ मेरो 5.9 मेरो रिजल्ट आएको छ। 1 हप्ताको मैले चाहिँ गराइसकेँ यहाँ ट्रिटमेन्ट। मलाई धेरै राम्रो छ। हजुरहरू पनि आउनु होला, यहाँ धेरै राम्रो छ, ट्रिटमेन्ट सस्तो छ, राम्रो छ, आफ्नै देशमा छ, टाढा जानु पर्दैन। एकदम राम्रो लाग्यो मलाई। हस् हजुर, धन्यवाद।